यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाए चाहिँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्। तिमीहरूले प्रार्थना गर्दै यसो भन, हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईको नाउँ पवित्र गरियोस्, तपाईको राज्य आओस्, तपाईको इच्छा स्वर्गमा भए झैं यस पृथ्वीमा पूरा होस्। हाम्रो प्रतिदिनको भोजन हामीलाई दिनुहोस्, हाम्रो प्रतिदिनको भोजन हामीलाई दिनुहोस्, अनि हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि हाम्रा अपराध गर्नेहरूलाई क्षमा गरेका छौं, अनि हामीलाई परीक्षामा नलैजानुहोस् तर दुष्टदेखि बचाउनुहोस्। माग, तिमीहरूलाई दिइनेछ, खोज, तिमीहरूले भेटाउनेछौ, घचघचाउ, तिमीहरूको निम्ति उघारिनेछ। किनभने जसले माग्छ त्यसले पाउँछ, जसले खोज्दछ त्यसले भेटाउँछ, जसले घचघचाउँछ त्यसको निम्ति उघारिनेछ। तिमीहरू मध्ये कुन चाहिँ बाबु होला जसको छोराले माछा माग्दा साँप देला अथवा अंडा माग्दा त्यसलाई बिच्छी देला? तिमीहरू दुष्ट भइकन पनि आफ्ना छोराछोरीलाई असल कुरो दिन जान्दछौ भने तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्ता गरेर पवित्र आत्मा दिनुहुन्छ। यसैले म भन्छु, आफ्नो प्राणको निम्ति के खाऊ र शरीरको निम्ति के पहिरौं भनी चिन्तित नहो, किनकि प्राण भोजन भन्दा र शरीर वस्त्र भन्दा ठूलो हो। कागहरूलाई विचार गर, तिनीहरू न त छर्दछन् न कटनी गर्छन्, तिनीहरूको न त भण्डार न ढुकुटी नै छ, तर पनि परमेश्वरले तिनलाई खुवाउनुहुन्छ। तिमीहरू चराचुरुङ्गी भन्दा ज्यादै बढी मोलका छौ। तिमीहरू मध्ये कसले फिक्री गरेर आफ्नो उमेर बढाउन सक्छ? यति सानो काम त गर्न सक्दैनौ भने अरू कुराको किन फिक्री गर्छौ? लिली फूललाई विचार गर, ती कसरी बढ्छन्, न त काट्छ न परिश्रम गर्छ। तैपनि सुलेमान राजा सारा गौरवमा यी मध्ये एउटा जति पनि विभूषित थिएनन्। यदि परमेश्वरले आजको भोलि चुलामा फालिने घाँसलाई त सिंगार्नुहुन्छ भने उहाँले तिमीहरूलाई झन् कति बढ्ता गरी आभूषित गर्नुहुनेछ। ए अल्प विश्वासी हो, हामीहरूको विश्वास बढाइदिनुहोस्। तिमीहरूमा राएको गेडा जति पनि विश्वास भएदेखि तिमीहरूले यस किम्बुको बोटलाई जरैसित उखिलेर समुद्रमा जा भन्यो भने पनि त्यसले मान्नेछ।